हेलो, नमस्ते साथीहरू। ल यता चाहिँ बुढोको ड्युटी, सलाद बनाउने ड्युटी छ। पुरा मिक्स गरेर सलाद बनाउँदै हुनुहुन्छ भने यता चाहिँ खसीको मासु पनि अघि मजाले भुटेर बसाल्नु भएछ। करी जस्तै तर सुक्खा खाने रे। अनि सुक्खा खाने भनेर अहिले चाहिँ अलिकति अब पाक्न त पर्यो नि त होइन? अनि त्यही भएर झोल हालेर पुरा ड्राई गर्नुभयो। अनि पहिला सुरु त बाबुले पो झिकेर खाँदैछ त। मलाई त थाहा पनि थिएन कि। ल, ल बाबु खै त म भिडियो गरिहाल्छु भनेको। सलाद हालेर खाना थाल्यो। सबै खानाहरू हालेर अनि यो चाहिँ मैले बुढोको लागि पस्किदिएको। अनि सलाद हालिदिएँ, तातो भात हालिदिएँ, अनि मासु भइहाल्यो, अलिकति साग, अलिकति चटनी, अनि त्यति भए हुन्छ भन्दै हुनुहुन्थ्यो। अनि फेरि त्यो सिमीको तरकारी पनि अलिकति झोल हालेर बुढोलाई पनि खाना दिएँ। अनि म पनि खाएँ तातो भात होइन। यस्तो चिसो दिनमा आमामामा तातो यस्तो पिरो बनाउनु भएछ कि यो खसीको मासु ट्वाक्कै पिरो भएछ, कस्तो मिठो भएछ है। अनि सलादसँग त कति सुहाएको क्या, साग थोरै भए पनि अचार जस्तै। हस् त, थ्याङ्क